ल तपाईको नाम के हो भन्नु? मेरो नाम राजु। नेक्स्ट हेलो तपाईलाई कस्तो मजा छ हो? अनि जुत्ता कति गराउनी छ त? ल किन हाँस्नु भयो? हाम्रो के जोक सुन्दैछ त? ल तपाईहरु भन्नु तपाईको नाम के हो? हेरे पनि के डर छेरो गरी भागिरहेछ, उता भागिरहेछ। अनि यो भनिरहेछ यो एकदमै छुकछुके छ भाइ बहिनीहरु। उहाँहरु कहाँ जान लाग्नु भयो? उहाँहरु चाहिँ किन अगाडि जान लाग्नु भएको? पारि हान्दिन्छ। म हिँड्न सकिनँ यो डाँडामा। ब्लगर मेरो फोटो खिच्नु भइरहेको यहाँ मेरो भाइ उहाँ भाउजू म फोटो खिच्नको लागि भनिरहेको छ। यहाँ चाहिँ हिमाल यतापट्टि काठमाडौँ बजार यो सबै तपाईँ देखिरहनु भएको नि यो काठमाडौँ बजार हो होइन एकदम क्लियर देखिरहेको यहाँबाट। त्यसैको यतापट्टि हिमाल यो
कोबोट इन्टर भएका छौँ है यसलाई मेलटार भन्छ अरे होइन कोबोटको मेलटार एकदम रमाइलो छ र हामी एकै नाच्नु एउटा कथा भइरहेको पोरी फुलिरहेको छ बाटो अति अफरोड छ है खोलाको बगरे पगराएको छ हामी यसको मेन ट्र्याक चाहिँ उता छ हामी चाहिँ शाखा ट्र्याकबाट आयो भने हामीलाई अलिक अप्ठ्यारो भइरहेको है अब त हामी मेन ट्र्याकमा छिर्न लागिसक्यौँ टिक्नु पऱ्यो उकालिन्छ त मिठो लाग्यो तुम्हारा नाम क्या है तुम्हारा नाम क्या है बोल मेरा नाम हेमंत गिरी है तू कहाँ से आया हो मैं इंडिया से आया हूँ तू किसका बेटा है मैं वहाँ वहाँ का बेटा है तू और तेरे को कैसा लग रहा है यहाँ आकर तो बहुत खुश आ रहा है बहुत खुश लग रहा है और तूने क्या क्या खाया यहाँ आकर यहाँ कल तो भूखा ही हो गया भूखे हो गया अब खाएगा चल मेरे साथ चलना अब तेरे को दूंगा मैं क्या खाएगा बोल आप कौन हो बोलिए जो ये ब्लॉग कर रहा है वो मैं कर रहा हूँ इधर आ तेरे को मैं इधर दिखाता हूँ फास्ट टैग दिखाता हूँ इपा दिखाता हूँ इपा इधर है उधर देखा चल इधर आ मेरे साथ मेरे को देखा कर रहा है धीरे से मैं फास्ट ट्र्याक लकडाउनमा गएको नि त डल्लेर म तपाईँको राम्रो गरेर खिच्छु फोटो पाल्छु म खिच्छु फोटो गाइज यो प्लेन चाहिँ यहाँ केटिएम ल्यान्ड हुन आएको नजिकै छ नान प्लेन त ल प्लेन त यहाँ यार रोक्नुमा सान बाँधा रोक्नु न प्लेन छिटो ठाउँ बाटो यहाँबाट तल बाटो हो क्या कुनापट्टि बाटो हो क्या प्लेन भन्ला चिप्लाङ भने कहाँ गाडी पल्ट्यो भने त बाँध्ने आएको 200 मिटर चल्छ अरे होइन के हाल तपाईँले त्यो लाने मलाई बिहा भनिदिएपछि के हालमा तपाईँले बिहा रेखेपछि फोन आयो सास
यहाँ आउनु भएकोमा दामी हामी सबै दामी अहिले हामीले खाजा पनि खायौँ होइन खाजा खाएर हामी यहाँबाट अगाडि बढ्ने छौँ अब चाहिँ हामी त्यताको छ बसिसकेको छ र हामी यहाँबाट चाहिँ अब घर जानको लागि रेडी भएका छौँ आजको तपाईँको दसैँको यो पिकनिक कस्तो लाग्यो हाम्रो चाहिँ पनि एकदमै उहाँका बेसी मान्छे काठमाडौँबाट यहाँ आइदिनु भएको धेरै धन्यवाद दिन चाहन्छु मलाई त लिँदा भइहाल्छ धेरै धन्यवाद फेरि आउनु चाहनुहुन्छ कि चाहनुहुन्छ आउँछु म त त्यहाँ त्यसै गरी हाम्रो गौरी हुन्छ गौरीको साथ त्यसै गरी हाम्रो दाइ हुन्छ भाइ तिमी रोको त के मात्रै भएर हो र के भन्नु के हुन्छ अनुहार देखेन ल अनुहार देखाउँछ के भन्नु त्यही भएर उहाँ चाहिँ चिन्ता नदिनु अनि चल्नुहुन्छ नि नेपाली लेख्ने एकछिन नेपालसँग यस्तो म्याच हेर्नु भएको छ हामीलाई चाहिँ यहाँ सुन लगाइसकेको छ अब जाने प्रकारमा छ है हामी यहाँ प्रोग्राम चाल्ने गण्डकी यहाँ पर्यटन चलेको नेचुरल ब्युटी त्यसमा होइन त्यही कारणले गर्दा हामीले यहाँ फोटोहरू यहाँ चलिरहेका छौँ स्वच्छ अझ गियर देखिरहेको छ यहाँ फोटो सुनिँदा गएको छ किन अगाडि गाडी चल्ने